ल साथीहरु हेर्नुस् त बजारमा प्लास्टिकको चामल आए जस्तो छ। यस्तो चामल खाना हाम्रो स्वास्थ्यको लागि उपयुक्त छ त? मैले सुने अनुसार यसरी डल्लो पारेर भुइँमा फाल्दा पनि फुटेन भने चाहिँ प्लास्टिकको चामल हो भन्ने सुनेको थिएँ। अब यो कति मात्रामा सही कति मात्रामा गलत भन्ने त मलाई थाहा छैन। ल हेर्नुस् न, फुटाएर हेर्दाखेरि यो पकाएको चामल नै छ। ल हेर्नुस् न, सिधै देखिरहेको छ हैन? तर भुइँमा जोडसँग फाल्दा पनि फुट्दैन। हजुरहरूले पनि खाने गरेको चामल एकचोटि यसरी डल्लो पारेर भुइँमा फाल्दाखेरि फुट्छ कि फुट्दैन? अवश्य ट्राई गर्नु होला। त्यसपछाडि मेरो भिडियोमा आएर कमेन्ट छोड्न नबिर्सिनु होला। के साँच्चै यो हामीले खाइरहेको चामल प्लास्टिककै चामल हो त? यदि हो भने यसले हाम्रो स्वास्थ्यमा कतिसम्म असर पर्न सक्छ? मैले यो भिडियो बनाउनुको मुख्य कारण चाहिँ हामीले केही जानकारी हुन्छ कि भनेर बनाएको हो। यदि यो साँच्चीकै प्लास्टिककै चामल हो भने खाना पनि बन्द गरौँ र खुवाउन पनि बन्द गरौँ, किन्न पनि बन्द गरौँ, बेच्न पनि बन्द गरौँ।